बर्थडे ह्यापी बर्थडे हेलो गाइज यो चाहिँ वर्षा रश्मि यो चाहिँ रिचा आज धेरै दिनपछि म यिनीहरूसँग भेटेको रिचासँग यिनीहरूसँग त भेटिरहेको थिएँ आज हामी सुजाको बर्थडे मनाउन हिँडिरहेको सुजाले मलाई अघि फोन गरेर केक नलिएर आइज है भनेको थियो केक नलिएर आइज है मैले केक काटिसकेँ मेरो पसलमा नआइज भनेको थियो तर हामी लिएर हिँड्यौँ अब डर लाग्यो मैले क्यामेरा बन्द गर्नु हिँडेको ल सुजालाई थाहा छैन ल साथीहरू वर्षा र रश्मि इज लजाइङ सो मच त्यो चाहिँ मेरो साथी हो सबिना कति राम्री भएर आइछिन् यिनी आजभोलि साह्रै राम्रो भइछिन् गाइज आँखा नलाइदिनुहोस् है आँखा नलाइदिनुहोस् है गाइज आँखा नलाइदिनुहोस् सुजा स्कुल सकियो हाई भनिदेऊ ब्युटिफुल सबिना सुजालाई बर्थडे विस गर्न आएको सुजा पसलमै छैन साथीहरू सुजाको पसल हो यो चाहिँ सुजा पसलमै छैन हामी के बर्थडे विस गर्न आएको यो सबै ग्याङ बटुलेर यो चाहिँ हाम्रो बहिनी रहेकी छिन् यता हेर्दै एकचोटि से हाई हेलो के त्यो चाहिँ आएन साथीहरू त्यो नै आएको छैन त्यो नआइकन के बर्थडे तपाईँहरूलाई केही चाहियो भने भन्नु है 120 रुपियाँ के खानु चाहनुहुन्छ सुजालाई कुर्दा हाम्रो हालत खराब भइसक्यो गाइज तर सुजा आएन यिनीहरू लिएर के कुरा गरेर सुन्नुहोस् है साथीहरू सुन्नु है झ्याउलायो मलाई साथीहरू सुजा आएन भगवान कति नआएको र सुजा आज बर्थडेको दिन त आउन दिए पनि गाइज हामी बर्थडे गर्ललाई बर्थडे सरप्राइज दिन आएको तर बर्थडे गर्लको जब नै बिदा भएन रहेछ चाहिँ कुर्दा यहाँ चाकै दुखिसक्यो गाइज तर बर्थडे गर्ल आइपुगेन कुर्दैछौँ हामी यहाँ कुर्दैछौँ यो भ्लगको अनरलाई देखाउनु हुन्थ्यो त Happy birthday to you. Happy birthday dear Suza. Happy birthday tung happy birthday. सेम टी-शर्ट परेछ यसलाई कुरेको आधा घण्टा भन्दा 1 घण्टा भयो गाइस 1 घण्टा ए ल के ल नआइज नि त नि देखाउन के मैले यसलाई देखाउँदैन कि मैले छिटो उस गरेर जाऊँ न है यता राम्रो आएन यसलाई देखाउन कि मैले यसलाई देखाउन सबलाई देखाउनु गाइज केक यहाँ यस्तो रहेको छ केकको ओपनिङ गर्दैछ यो डाँट दुखेको मान्छे अलि सन्चो भाइ साथीहरू वाह कति राम्रो केक रहेछ मैले लिएर आइदिएको साथीहरू मिरिमी गएर पुष्पा गाइस मेरो बर्थडेमा जाने यस्तो दामी केक ल्याइदिन्छु भयो यो पनि कस्तो राम्रो रहेछ सुजा तर यसो मत गरो न कता बाहिर ह्याप्पी बर्थडे टुङ मेरो ब्यागले त मेरो ब्यागमा गिफ्ट छ के ह्याप्पी बर्थडे टु यु
थ्याङ्क यू जताततैको तर्फबाट है नमुनाले पनि भयो भन्नलाई लाजै लाग्यो मलाई त्यो केक काट्न यत्रो मान्छे गरेर रिङ रिङ ह्यापी बर्थडे टु लाजै लाग्यो हेरि हो इसे क्या मतलब नाम मलि लाग्यो सारो नाम छोड के गर न के गर्यौ तिमी रश्मि ड्रेस लगाऊ ह्याप्पी बर्थडे रिचा तिमीलाई एडभान्समा तिम्रो बर्थडेमा हामी सायद हुँदैन होला एकछिन बाहेन के एकछिन पहिला के मेरो यो ड्रेस हो अरे भोलि म पालिका जाने पालिका जाँदा नि यो ड्रेस लगाएर नभ्यान भ्याइदैन मेरो खिच्दैन म हलमा आएको छैन टुरुरु यस्तो त युट्युबमा नराम्रो कसैले नि हेर्दैन मेन त रिजाको हेर्नु अलि रिजाको एकछिन राम्रो हुन्छ के हो फोटो हो सिधा बस्छु के मेरो बर्थडे मेरो अङ्कल मैले खिच्दिएको राम्रो भन्नु न सुजा ड्रेस चेन्ज गरेर आइसकेकी छिन् टुरु टुरु अब यो लास्ट हो क्या मेरो बर्थडे सेलिब्रेसन स्प्रे त आएकै छैन खास केकको फोटो खिचेको सुधादिएको र भगवान मोटी फोटो र भिडियोमा त खिचेको हो र केक काट्ने होइन र गीत बजाउने होइन ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर सुजा ह्याप्पी बर्थडे टु यु टु यु टु यु मेरो भ्लगमा एकदम नराम्रो आएको छ गाइस तर सुजा धेरै राम्री छ है भोइस पनि कस्तो केटाको जस्तो आएको याद छ काटे है सुजालाई ल छि सबै केकमा हालेछ यता ल्याउनु त्यसलाई यस्तो छिसी छिसी है खाना त्यो खानेकुरा एउटा कटरा यिनीहरूले लडेको हेर न साथीहरू खुलाउन छ भने यहाँ ल्यान पापी नि हो त्यत्रो धेरै नखाए उल्टो भयो त काटेर दिने उसले पहिला उता खुवाएर आफूले खाने रश्मि है ह्याप्पी बर्थडे नरो है ह्याप्पी बर्थडे टु यु सुजा थ्याङ्क यू गर न यता लगाइदिनु अलिक मलाई चाहिन्छ क्या लेसन प्लान बनाउन कपी त्यो दे त अर्को गिफ्ट पनि दे नि त्यहाँ आएको मैले पनि छ नि आन्टी पैसा त निकाल्नु पर्यो यो पनि है मेरो गिफ्ट साथीहरू यो पनि है दिस वाज अल्सो माई गिफ्ट यो सुहानाको गिफ्ट तपाईँहरूलाई पहिल्यै रिभिल गरिदिएको नरोके नरोनु न हात दिन्छ साथीहरू सबै यस्तो भयो सबै यस्तो लगाया म पनि हात धोको ल गाइस गाइस हो कि साथी हो गाइस ओ माय गॉड मायामा कसम खाएको थिए दुलही बनाउँछु तिमीलाई भनेको थिए कति राम्रो रहेछ उ वाला फाइदा मलाई हो चेरीवाला फाइदा थाहा छ कि यसले आफ्नै फाइदाको लागि त्यो ल्याइदिनु भनेछ भने पिङ्क कलर ल्याउनु थाहा भयो त्यो दुईटा लाउनु मिल्दैन नि त्यो सुहानालाई त्यो साँच्ची भित्रको के गर्छ कति राम्रो देखियो नसुनको राम्रो देख्यो है अझै दुई तिनवटा भयो लगाइदियो वर्षा आइज न खान हेर कति राम्री छ दुईचोटि केक काट मिठो रक्सी जस्तोको नाथ्यो त त्यो रक्सी जस्तै बनाउँछ हेर्नु न केक यताबाट आइज लगाइ सक्यो है मलाई झ्याउ लाग्यो अब बनाउन म बाई सक्यो होइन सुजा